आज म हजुरलाई थाइरोइड ग्रन्थीको अपरेसन कस्तो कस्तो अवस्थामा गर्नुपर्छ भन्ने कुराको बारेमा थोरै जानकारी दिँदैछु है। थाइरोइड ग्रन्थीको अपरेसन गर्नुपर्ने प्रमुख 3टा कारणहरू छन्। 1 नम्बर र सबैभन्दा महत्त्वपूर्ण र सायद 95% कारण चाहिँ क्यान्सर हो। यदि थाइरोइड ग्रन्थीमा मासु पलाएको छ र हजुरले त्यो जाँचहरू गर्दाखेरि क्यान्सर प्रमाणित भयो भने चाहिँ त्यसको अपरेसन गरेर थाइरोइड ग्रन्थीलाई फाल्नुपर्ने हुन्छ। सानो छ भने आदि थाइरोइड ग्रन्थी फाले पनि हुन्छ, ठुलै क्यान्सर छ भने पूर्ण रूपमा फाल्नुपर्ने हुन्छ। नम्बर 1। नम्बर 2, हजुरको थाइरोइड ग्रन्थी फाल्नुपर्ने कारण चाहिँ गलगाँड। यदि हजुरको घाँटीमा ठुलै मासु पलाएको छ, क्यान्सर त होइन तर त्यसको साइज यति ठुलो छ कि त्यसले हजुरलाई चाहिँ राम्रो पनि देखिएन एउटा कुरा, त्यसको साइज 4 सेन्टिमिटर भन्दा ठुलो छ र त्यसले हजुरको अरू अङ्गहरूलाई अँठाइराखेको छ। हजुरलाई सास फेर्न गाह्रो भइराखेको छ त्यस ग्रन्थीको त्यो गिर्खाले गर्दा, हजुरलाई निल्न गाह्रो भएको छ, राति हजुर घुर्नुहुन्छ त्यो कारणले गर्दाखेरि, त्यस्ता कम्प्रेसिभ सिम्पटम्सहरू छन् भने पनि त्यसलाई अपरेसन गरेर फाल्नुपर्छ। र एउटा अन्तिम कारण कहिलेकाहीँ थाइरोइडको अपरेसन गर्नुपर्ने कारण चाहिँ यदि हाइपरथाइरोइडिजम छ, हजुरलाई हर्मोन अत्याधिक मात्रा बढिराखेको छ र त्यस्तो अवस्थामा हजुरलाई औषधिले काम गरेन र हजुरको रेडियो आयोडिन पनि गर्न नमिल्ने अवस्था छ। इक्जाम्पलको लागि हजुरले थाइरोइडको औषध त खानुभयो हाइपरथाइरोइडिजमको लागि, हजुरको आँखामा पनि समस्या छ, त्यस्तो अवस्थामा चाहिँ औषधिले काम गरेन भने अन्तिम विकल्प भनेको थाइरोइडको अपरेसन गर्नुपर्ने हुन्छ है त। यी 3टा कारण बाहेक थाइरोइडकै अपरेसन गर्नुपर्ने अन्य कुनै कारणहरू हुँदैनन्। हाइपोथाइरोइडिजमका बिरामीहरू कहिलेकाहीँ के झुक्किनुहुन्छ भन्दाखेरि मैले यो बारम्बार औषधि खानुभन्दा बरु थाइरोइडको अपरेसन गरेर फालिदिन्छु डाक्टर साहब, ढुक्क हुन्थ्यो कि भन्नुहुन्छ, तर त्यो गलत बुझाइ हो। यदि हजुरले हाइपोथाइरोइडिजमको औषधि सपोज 50 माइक्रोग्राम खानुहुन्छ र हजुरको अरू कुनै कारणले गर्दा अपरेसन गरेर थाइरोइड ग्रन्थी फाल्नु पर्यो भने त झन् हजुरको डोज बढेर 100-150 माइक्रोग्राम खानुपर्ने हुन्छ है। यो बारेमा झुक्किनु हुँदैन है त। यस कारणले गर्दाखेरि अपरेसन गर्नुपर्ने अघि माथि मैले भनेका 3टा कारणहरू मात्रै हुन् है त। धन्यवाद।